हेलो एभ्रिवान, नमस्ते दर्शन। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। धेरै दिनपछि मैले भिडियो लिएर आएको छु। सरी है, मैले जो भनेको थिएँ त्यो भएन। सायद कसैको नजर लाग्यो होला मलाई। सो मेरो चाहिँ आज छुट्टी थियो, त्यसैले म बिहान बिहान उठेर कफी सफी पिएर निम्बु पानीदेखि मेरो सुरुवात भइसकेको छ। सो यसपछि मैले घर सफा गर्नुपर्ने हुन्छ, पोछा मार्न पर्ने हुन्छ, किनकि आज मेरो छुट्टी। पोछा मार्ने, घर सफा गर्ने, प्लस कपडा सपडा धुने, आज मेरो यही हुनेछ काम। प्लस मेरो आज नेपालदेखि सामान आउँदैछ। मलाई चाहिँ नेपालदेखि दिदीहरूले सामान पठाइदिएको छ। ओके, म त्यो पनि देखाउने नै छु हजुरहरूलाई। म चाहिँ यता पोछा लगाउन लागेँ है। मैले हजुरहरूलाई पहिला पनि भनिसकेको थिएँ कि म चाहिँ एकछिनमा मोटिभेट भएर एकैछिनमा डिमोटिभेट हुने मान्छे हो के। सो पाकिस्तान र इन्डियाको लडाइँ परिरहेको छ नि त अहिले। अनि मैले के सोचेँ भनेपछि अब दुईवटा देशको लडाइँ भइरहेको छ। म एक्सर्साइज गरेर के फाइदा, जिम गरेर के फाइदा, कि म मरिहाल्छु भन्ने सोच मेरो दिमागमा आयो कि। त्यही भएर म डिमोटिभेट भएँ। त्यसपछि म नुहाइ धुवाइ गरेर रेडी भएर आज चाहिँ मलाई चर्चतिर जानु थियो कि। चर्चमा गएर आज धेरै कुराहरू है प्रार्थना गर्नु थियो, किनकि हाम्रो देशमा यति धेरै, हाम्रो देश त के इन्डिया पडोसी देश, म जहाँ बस्छु त्यहाँ प्रार्थना त गर्नु पर्यो नि, होइन र? जस्तो भए पनि हामीले कमाएर खाने ठाउँ पो लागेर, होइन त? सो म चाहिँ आज चर्च जाँदैछु। चर्च गएर म चाहिँ आज प्रे गर्नेछु कि दुई देशबिच शान्ति होस् भन्ने प्रे गर्न जाँदैछु। मतलब त्यो पनि हो। प्लस म धेरै भयो कि चर्च नगएको, त्यसले जान मन लागिरहेको थियो। त्यसैले म चाहिँ चर्चतिर लागेँ। हेर्न सक्नुहुन्छ कति राम्रो राम्रो फुलहरू छ यहाँ चाहिँ, कति प्रिटी छ नि, प्रिटी। हेर्न सक्नुहुन्छ मेरो प्यारो महान यसु, यसु मेरो महान यसु। म चाहिँ यहाँलाई धेरै मान्छु है, तपाईँहरूले के गर्नुहुन्छ थाहा छैन। त्यसपछि चर्चबाट आएर नेपालदेखि सामान आएको थियो, म सामान ल्याउन गएँ है। सो त्यसपछि म सामानहरू हेर्दैछु के पठाइदिनु भएको रहेछ भनेर। धेरै जस्तो थाहै थियो यो पठाइदिनु लाग्नु भएको छ भनेर, त्यही पनि हेर्दै थिएँ है। यति धेरै सामानहरू पठाइदिनु भएको छ कि भगवान्, म त खुसीले गत गत गत। यो हेर्न सक्नुहुन्छ जाडको बिरुवा, जाडो बनाउने दबाई। त्यसपछि यो म्यागी धेरै पठाइदिनु भएको थियो, चाउचाउ पिरो, गजबको पिरो। यो चाहिँ मलाई धेरै मनपर्छ कि। मैले चाहिँ चाउचाउ नै पठाइदिनु भयो है, पिरोवाला पठाइदिनु होला भनेको थिएँ। दिदीहरूले यो हालिदिनु भएको रहेछ। थ्याङ्क यू सो मच दिदी, हजुरहरूलाई यति धेरै सामान पठाइदिनु भएको। मम्मीले पनि मलाई सिद्राहरू पठाइदिनु भएको थियो है। सिद्रा कति वर्ष भएको थियो कि नखाएको, लगभग 5-6 सालदेखि नै। म 5-6 साल भयो इन्डिया बस्लाको, तबदेखि नै खाएको थिएँ नि। सिद्रा देखेर त मेरो खुसीको ठेगानै छैन। प्लस यो कपडा हेर्नु कति राम्रो छ। थ्याङ्क यू सो मच दिदी, हजुरले यति राम्रो ड्रेस चुज गरेर मलाई पठाइदिएकोमा। थ्याङ्क यू, धेरै राम्रो छ।